नमस्ते, स्वागत छ यहाँ सबैलाई। आफूले बेचेको सेयर भोलिपल्ट ट्रान्सफर गरिसक्नुपर्ने हुन्छ, नत्र 20% पेनाल्टी पर्छ। आउनुहोस्, आफूले बेचेको सेयर ट्रान्सफर गर्ने सजिलो तरिकाबारे बुझौँ। सबैभन्दा पहिला मेरो सेयरमा आफ्नो खाता लगइन गरौँ। त्यसपछि तल दिएको मोर अप्सनमा जाने। मोर अप्सनमा गएर माई पर्चेस सोर्समा क्लिक गर्ने र यहाँ गएर आफूले बेचेको सेयरको चाहिँ सर्ट फर्म हालेर सर्च गर्ने। एचडिएचपिसीको मैले बेचेको भएर एचडिएचपिसीको चाहिँ पर्चेस सोर्स अपडेट गर्दैछु। यसरी सेलेक्ट गरेर प्रोसिड गरेर कन्फर्म गर्नुपर्ने हुन्छ। कन्फर्म गरौँ। पर्चेस सोर्स अपडेट भएको छ। अनि माई होल्डिङ डेज क्यालकुलेट गर्नुपर्ने हुन्छ। माई होल्डिङ डेज भन्नाले कति दिनसम्म आफूले किनेको सेयर आफूले होल्ड गरेको हो त्यो क्यालकुलेट गर्छ। र होल्डिङ डेज क्यालकुलेट यसरी माई होल्डिङ डेजमा गएर सेलेक्ट अललाई क्लिक गर्ने र प्रोसिड गर्ने। यसरी अपडेट गर्नुपर्ने हुन्छ। अपडेट गर्नलाई माग्ने छ, कन्फर्म गरिदिने। अपडेट कन्फर्म भइसकेपछि माई होल्डिङ डेज कन्फर्म हुन्छ र आफूले किनेको सेयर कति दिन होल्ड गरेको भन्ने कुरो यसमा जानकारी हुन्छ। अब एचडिएचपिसीको पनि होल्डिङ डेज कन्फर्म गरिसकेको छ। त्यसपछि माई इडिआइएसमा जाने। माई इडिआइएसबाट चाहिँ सेयर ट्रान्सफरको लागि रिक्वेस्ट पठाउने। माई इडिआइएसमा गएर ट्रान्सफर सेयर भन्ने माथिपट्टि आउँछ। यसमा क्लिक गरेर यहाँ एउटा भ्यू डिटेल्सवाला फाइल आएर बसेको हुन्छ। यो भ्यू डिटेल्समा गएर सेलेक्ट अल गरेर सेयर ट्रान्सफरको लागि रिक्वेस्ट पठाउने। सेलेक्ट गरिसकेपछि तलपट्टि प्रोसिड आउँछ। प्रोसिडमा गएर भ्यू डिटेल्सको प्रोसिडमा गएर आई अग्री गर्ने र कन्फर्म गरेर सेयर ट्रान्सफरको लागि रिक्वेस्ट पठाउने। यसरी सजिलै मोबाइलबाट कारोबार गर्न सकिन्छ। हस्, भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। प्लिज लाइक एन्ड सब्सक्राइब।